होलीको लागि चाहिँ अल्बम बनाउन खोजिरहेको छु। होलीको लागि विशेष होलीको लागि है। चिकन मस्तसँगले मसलामा मोलिसकेँ। चिकन मजाले मोलिसकेर अनि ग्रिलमा राख्दै गएको छु। चिकनलाई चट्टसँगले ग्रिलमा टक 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 मिलाएर राखिसक्नुपर्छ। मिलाएर राखेन भने राम्रोसँग पाक्दैन। अनि अब हात धोएर चट्टसँगले आएँ। हात धोएर चट्टसँगले आइसकेपछि अब चट्ट त्यसलाई कोइलामा मस्तसँगले मिलाएर टक्कसँगले मिलाएर चटक्कसँगले राखेँ कोइलामा राखिसकेपछि अब चिकन पाक्दैछ है। चट्टसँगले पाक्दैछ। अब यसलाई टक्क फर्काउने है। टक्क मैले फर्काएँ। फर्काइसकेपछि यस्तो भयो। अब यसलाई यसो हेरेँ रेडी भयो कि भएन भनेर। चिकन मेरो रेडी भइसक्यो। टक्कसँगले रेडी भइसक्यो। अब यसलाई यस्तो भयो है। अब खानाको लागि तयार भइसक्यो। अब खानालाई म बसेँ। टक्कसँगले होलीको लागि विशेष होलीको लागि यसरी मनाउँदैछु होली। ल सबैलाई ह्याप्पी होली है। मेरो प्यारा प्यारा साथीभाइहरू सबैजनालाई ह्याप्पी होली। होलीमा चट्टसँगले अलिकति रमाइलो गर्दैछु। हल्का रमाइलो है त होली। मेरो होली यसरी बितिरहेछ। यसरी रमाइलो गर्दैछु। विशेष होलीको लागि यो भिडियो है। मेरो प्यारा प्यारा साथीभाइहरू सबैलाई। ल खतरा भएछ चिकन पनि। मिठो छ है। आफैले बनाएर हो कि के हो पनि मिठो लाग्यो। ल त बाई बाई साथीहरू।